हेलो सबैजनालाई, सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि यहाँ सन्चै छु। अनि आज चाहिँ म एकछिन देउराली गएको थिएँ डक्टर देखाउनु है। त्यहाँदेखि चाहिँ आउँदा आउँदै ठाडो लाइनमा पनि अलिकति काम परेर अनि ठाडो लाइन पनि गएको छु। अनि आज चाहिँ मेरो हस्बेन्डको है दोकान है, होटेल क्याफे जे भन्दा पनि हुन्छ है, तपाईँलाई म लिएर जाँदैछु। अनि यहाँबाट चाहिँ उकालो जानुपर्ने हुन्छ। अनि त्यो ठाडो लाइनको सिँढीबाट चाहिँ माथि हेऱ्यो भने चाहिँ बिप्लोथेक लेखेको हुन्छ है। त्यहाँदेखि चाहिँ त्यो हेरेर तपाईँहरू यो सिँढीबाट चाहिँ उकालो जानुपर्ने हुन्छ है। यसरी म जान्दैछु है। अनि आज चाहिँ एकछिन त्यहाँ गएर है कफीहरू खायो हामी तिनजनाले, म मेरो दुईजना छोरीले। अनि यहाँ पनि छ तपाईँहरूको बस्ने है, माथि पनि थियो बस्ने, त्यो पनि मैले उयो त गरेको थियो तर भिडियोमा चाहिँ आएन रहेछ, के भयो होला है सायद। अनि हामी चाहिँ त्यहाँबाट झरेर ठाडो लाइनमा यस्तो लुगाहरू बेच्दै रहेछ है, तातो खालके रहेछ। अनि म चाहिँ हेर्दैछु, मजा मजाको रहेछ है, सस्तो पनि रहेछ। अन्त हेरेँ, त्यहाँदेखि चाहिँ एकछिन टेलरकोमा जानुपर्ने हुन्थ्यो र म चाहिँ यहाँ लालबजारभित्र पसेँ है। यहाँ टेलर आन्टीकोमा पसेँ। यहाँ टेलर दिदी चाहिँ राम्रो हुनुहुन्छ है। जहिले पनि म चाहिँ यहीँ दिदीकोमै गर्छु, घटाउनु बढाउनुहरू सबै है, छिटो गरिदिनुहुन्छ मेरो चाहिँ। अनि एकछिनबाट आउनु नि ल भन्नुभएर चाहिँ हामी तिनजना फेरि निस्क्यो है। अनि यहाँ चाहिँ लुगाहरू दामी दामी पाउँछ तपाईँहरूको है, 500मा 2टा। अनि हेर्दै थियो हामी तिनजनाले चाहिँ। त्यहाँदेखि चाहिँ फेरि गएको अलिकति टाइम लाग्छ भनेर चाहिँ फेरि माथि टेरेसमा गयो। हामीहरू चाहिँ टेरेसमा चाहिँ अहिले यस्तो दोकानहरू छ अरे है, मैले चाहिँ सुनेको थिएँ, गएको चाहिँ थिएन होइन। त्यहाँदेखि चाहिँ आज चाहिँ हामी तिनजना पनि एकछिन हेर्नु गयो। यस्तो लुगाहरू पनि रहेछ होइन। त्यहाँदेखि यहाँ चाहिँ टेरेसमाथि एउटा भाइको दोकान पनि रहेछ, मलाई त थाहा थिएन है। अनि भाइकोमा पनि एकछिन गएँ। त्यहाँदेखि त्यहाँ चाहिँ के पनि खाएन हामीहरू। त्यहाँदेखि आयो होइन। त्यहाँदेखि यतापट्टि बाल्टीहरू यस्तो ठुलो ठुलो बोलहरू बेच्दो रहेछ। अनि यहाँ चाहिँ यस्तो बनाएको रहेछ है। म त यो मैले हेर्दै थिएँ काँचै रहेछ भने त आज मैले पनि देखेँ। लालबजारको टेरेसमा रहेछ। त्यहाँ क्लिपहरू मजा मजाको थियो, लाबरहरू पनि है, 50 रुपियाँ 10 रुपियाँ 20 रुपियाँमा मजा मजाको थियो। त्यहाँदेखि मैले चाहिँ 2टा क्लिप किनेँ होइन। त्यहाँदेखि छोरीले चाहिँ, सानो छोरीले चाहिँ औँठी किन्दै थियो। ऊ पनि ट्युसन 3:30मा छुट्टी भएर चाहिँ, अन्त मैले सँगै जाउँ भनेर चाहिँ फोन गरेँ उसले मलाई। त्यहाँ मैले बोलाएर चाहिँ हामी सँगै जाउँ भनेर चाहिँ आयो होइन। अनि यहाँ चाहिँ देनहरू पनि रहेछ है, कार्पेटहरू पनि रहेछ। अनि यहाँ ट्याटु दोकान रहेछ। अनि यतापट्टि चाहिँ टेबलहरू पनि रहेछ। यहाँ त हामीले सोधेन है, त्यतिकै हेर्दै हेर्दै गयो, किनभने मलाई चाहिँ अलिकति अब हतारै थियो। त्यहाँदेखि चाहिँ यतापट्टि बाईँहरू रहेछ है, यस्तो हातकोहरू पनि मलाई चाहिँ पुरा मनपर्छ हातमा लाउनु होइन। त्यसले गर्दा चाहिँ सोध्दै थिएँ होइन। अनि यता चाहिँ यस्तो मेकअपकोहरू पनि रहेछ, मजा मजाको थियो है, त्यति साह्रो महँगो पनि थिएन, ठिकैको थियो। त्यहाँदेखि चाहिँ यसो घुम्यो। त्यहाँदेखि तल अब तल त्यो लुगा लिनु जानुपर्ने हुन्थ्यो नि त, अन्त एकछिन घुम्यो। त्यहाँदेखि चाहिँ यहाँ यसो अलिअलि छोरीले भिडियो गरिदिँदैछ मेरो पनि है। त्यहाँ म सानो उयो गरिदिँदैछु। अनि यहाँ चाहिँ यस्तो जुत्ताहरू पनि रहेछ है, यस्तो पनि त रहेछ है। तपाईँहरू पनि एकखेप भिजिट गरिदिनुहोस् होला है, लालबजारमा है, माथिपट्टि। त्यहाँदेखि चाहिँ यहाँ चाहिँ छोरीहरूले टोपी हेर्दैछ है। त्यहाँदेखि चाहिँ मैले यहाँ गाजलहरू किनेँ। अरू त त्यस्तो सौदा गर्नु थिएन, किनभने हिजै सिलगढीबाट ल्याइदिनु भएको थियो पापाहरूले। त्यसले गर्दा त्यस्तो सौदा त गरेन, खालि गाजल मात्रै किनेँ। त्यहाँदेखि चाहिँ यता यस्तो आएँ। त्यहाँदेखि चाहिँ हामी फर्किनुलाई अनि मिनी सुपर मार्केट गयो यिनीहरूले। यहाँ चाहिँ मिठाईहरू पाउँछ तपाईँहरूको है। त्यहाँ चाहिँ म चाहिँ घर पुगेँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई, गुड नाइट सबैजनालाई।